यो भिडियो हेरिराख्नुभएका सबै मेरा प्रियजनहरूलाई प्रभु यीशु ख्रीष्टको नाममा जय मसीह। प्रियहरू, करप्सन अर्थात् भ्रष्टाचार विश्वव्यापी समस्या हो। दिन प्रतिदिन यो झन व्यापक रूपमा बढिरहेका छन्। यो भ्रष्टाचार गरेर नै केही मानिसहरूले अकुल सम्पत्तिहरू जोडिरहेका छन्। क्या बात है, क्या चीज है पैसा, क्या बात है, क्या चीज है पैसा। पैसा ही पैसा होगा। अब प्रश्न आउँदछ, के हाम्रो क्रिस्चियन समुदायमा पनि भ्रष्टाचार अर्थात् करप्सन भइरहेका छन्? अवश्य भइरहेका छन्। आजको दिनमा सेवकाईको नाममा आर्थिक ठगी, भ्रष्टाचार विश्वव्यापी रूपमा झन बढिरहेका छन्। त्यसैले आजको वचनको शीर्षक अर्थात् टपिक रहेको छ सेवकाईको नाममा आर्थिक ठगी र यसको नकारात्मक प्रभाव। प्रियहरू, म तपाईहरूलाई हाम्रो क्रिस्चियन समुदायमा पनि भ्रष्टाचार भइरहेका छन् त्यसका केही तथ्यहरू बताउन गइरहेको छु र यसले ल्याउने नकारात्मक प्रभाव र साथसाथै यसलाई कसरी रोकथाम गर्ने त्यो कुराहरू म तपाईँको सामने बताउन गइरहेको छु। केही अनुसन्धानद्वारा पत्ता लागेका केही रिपोर्टहरू म तपाईँहरूलाई बताउन लागिरहेको छु। चर्चको रुपियाँ पैसाको हिनामिना एक विशाल र बढ्दो विश्वव्यापी मुद्दा हो। धार्मिक संस्थाहरू विरुद्धको आर्थिक ठगी 2024मा $486 अर्ब पुगेको थियो भने 2050 सम्म लगभग $4,400 अर्ब पुग्ने अनुमान गरिएको छ। विभिन्न अध्ययनहरूको अनुसार अनुमान गरेको छ कि लगभग 10 मध्ये 1 प्रोटेस्टेन्ट चर्चले कुनै न कुनै प्रकारको रुपियाँ पैसाको हिनामिना गरेका छ वा गर्नेछ। सेन्टर फर द स्टडी अफ ग्लोबल क्रिस्चियनिटीको रिपोर्ट अनुसार हरेक वर्ष विश्वभरका क्रिस्चियनहरूले चर्च, अर्ध चर्च संस्थाहरू, धर्मनिरपेक्ष संस्थाहरूलाई दिने पैसाबाट अरब अमेरिकी डलर चोरी हुने गर्दछन् अथवा भ्रष्टाचार हुने गर्दछन्। 2023मा लगभग $62 बिलियन वा विश्वव्यापी रूपमा क्रिस्चियनहरूले दिएका सबै कोषको झन्डै $945 बिलियन हिनामिना अथवा भ्रष्टाचार भएको थियो। कुल वार्षिक घाटा अनुसन्धानकर्ताहरूको अनुमान छ कि विश्वव्यापी रूपमा क्रिस्चियनहरूले चर्चहरूलाई लगभग $41.3 ट्रिलियन दिनेछन्, जसमध्ये 2024मा भ्रष्टाचारबाट लगभग $486 बिलियन घुमेको थियो। गरिब देशहरूमा $41.3 ट्रिलियन जो भेटिएर दशांशबाट उठेको पैसा 10% मात्र उनीहरूको हातमा आइपुग्दछ, बाँकी सबै पैसा झ्वाम हुने गर्दछ। केही अनुसन्धानकर्ताहरूले चर्चभित्र अथवा क्रिस्चियन सङ्घ संस्थाहरूमा हुने भ्रष्टाचारको कुराहरूमा यसरी भन्दछन् कि 27% देखि 70% सम्मका घटनाहरू अधिकारीहरू अर्थात् सरकारलाई रिपोर्ट गरिँदैन प्राय, किनभने चर्चहरूले आफ्नो प्रतिष्ठा जोगाउन चुपचाप तिनीहरूलाई ह्यान्डल गर्ने गर्दछन्। द जर्नल अफ एप्लाइड क्रिस्चियन लिडरसिपको रिपोर्ट अनुसार अफ्रिका र नाइजेरिया जस्तो देशहरूमा पेन्टिकोस्टल र नव क्यारिस्मेटिक चर्चहरूको तीव्र वृद्धिले जो वास्तवमा तिनीहरूले नक्कली सेवकाईहरू गरिरहेका छन्, तिनीहरूले गरिब दिन दुखी मानिसहरूप्रति आर्थिक शोषण गरिरहेका छन् भन्ने त्यस रिपोर्टमा उल्लेख गरेको थियो र साथसाथै चिन्ताजनक स्थितिमा छन् भन्ने व्याख्या पनि गरेको थियो। तै चुप मै चुप, यसको अर्थ चाहिँ यही हो कि धेरै चर्चहरूमा क्रिस्चियन सङ्घ संस्थाहरूमा हुने भ्रष्टाचारको कुराहरूमा मामिलाहरूमा मानिसहरू चुपचाप बस्न चाहन्छन्, देखेर पनि नजरअन्दाज गर्ने गर्दछन्। कारण चाहिँ यो हो कि धेरै मानिसहरू त्यस चर्चमा अथवा क्रिस्चियन सङ्घ संस्थाहरूमा काम गरेको हुँदछ, रोजीरोटीको सवाल हुँदछ, उनीहरूले पारिश्रमिकहरू तलब त्यहीँबाट पाइरहेको हुँदछ। त्यसै कारण उनीहरूले देखेर पनि चुपचापसँग बस्ने गर्ने गर्दछन्। चर्चहरूबाट बहिष्कार हुने डर, त्यसमा द्वन्द अथवा विभाजन ल्याउने खतराको कारणले पनि मानिसहरू चुपचापसँग बस्ने गर्दछन्। म यो पनि स्पष्ट रूपमा तपाईँहरूको सामने राख्न चाहन्छु कि सबै चर्चहरू, सबै क्रिस्चियन सङ्घ संस्थाहरू
भ्रष्टाचारमा चुल्लममा डुबेका छन्, उनीहरूले भ्रष्टाचार गरिरहेका छन् भनेर म यो भन्न चाहन्न। विश्वमा धेरै चर्चहरू, क्रिस्चियन सङ्घ संस्थाहरू, पास्टर अगुवाहरू रुपियाँ पैसाको खातिर एकदमै इमान्दार छन् अथवा ट्रान्सपेरेन्सी छन्। एउटा प्रसिद्ध भनाइ रहेको छ, नराम्रो अन्त्यतिर जाने बाटो पनि धेरै राम्रो उद्देश्यबाट सुरु भएको हुन्छ। यसको अर्थ यो हो कि कोही पनि पास्टर अगुवाहरू, क्रिस्चियन सङ्घ संस्थाका मानिसहरू म भ्रष्टाचार गर्छु भन्ने त्यो मेन्टालिटी लिएर आएको हुँदैन। जब उनीहरूले प्रभुको सेवकाई गर्छु भन्दाखेरि बिस्तारै बिस्तारै उनीहरू रुपियाँ पैसाको मोहतिर फस्दछन् अनि बिस्तारै उनीहरूले के गर्दछन्, भ्रष्टाचार गर्ने गर्दछन्। अब प्रश्न आउँदछ, कुन कुन शीर्षकमा मण्डलीभित्र भ्रष्टाचार हुने गर्दछ? हिलिङ क्रुसेड गरेर, अभिषिक्त तेल बिक्री गरेर, सेमिनारको नाममा, राहत वितरणको नाममा, सामाजिक कार्यको नाममा, मण्डली भवन निर्माण कार्यमा, बाइबल स्कुल वा कलेज खोल्ने कार्यमा, सेवकाईको नाममा आदि कार्यहरूमा मण्डलीभित्र अथवा क्रिस्चियन सङ्घ संस्थाभित्र भ्रष्टाचार हुने गर्दछ। आर्थिक हिनामिनाको बारेमा बाइबलले के भन्दछ वा सेवकाई गर्ने मानिसहरू किन आर्थिक मामिलामा जवाफदेहिता हुँदैन? पहिलो नम्बरमा छ, यसलाई चोरी र अनिज्ञाकारिता मानिन्छ। बाइबलले भन्दछ 8औं आज्ञाको रूपमा तिमीले चोरी नगर, जुन कुरा हामीले प्रस्थान 20:15 पाउन सक्दछौँ। आर्थिक हिनामिनालाई परमेश्वरलाई लुट्ने कार्यको रूपमा हेरिन्छ, विशेष गरी जब यसमा सेवाको लागि दशांश र भेटीहरू समावेश हुन्छ। दोस्रो नम्बरमा छ, कमजोर मानिसहरूलाई ठग्ने। याकुबको पुस्तक 5:4-5 स्पष्ट रूपमा चेतावनीको साथ धनी मानिसहरूको निन्दा गर्दछ, जसले आफ्ना कामदारहरूलाई उनीहरूको ज्यालाबाट ठग्छन्। यो उल्लेख गर्दै कि न्यायको लागि यी पुकाराहरू सिधै परमेश्वरमा पुग्दछन्। तेस्रो नम्बरमा छ, छिटो धनी हुने लालसा। हितोपदेश 13:11 चेतावनी दिन्छ कि बेमानी योजनाहरू वा हतार गरी कमाएका धन चाँडै घट्नेछन्, जबकि स्थिर कडा परिश्रमबाट कमाएका धन धेरै गुणा वृद्धि हुनेछ। चौथो नम्बरमा छ, छलको परिणाम। हितोपदेश 20:17 छलको परिणामलाई स्पष्ट रूपमा यो चित्रण गर्दछ कि छलबाट प्राप्त गरिएका भोजन मानिसलाई मिठो लाग्छ, तर त्यसको अन्त्य चाहिँ मुखभरि रोडा हालेसर हुन्छ, जसले पीडा र विनाशलाई प्रतिनिधित्व गर्दछ। छल, जहाँ हामीले हननिया र सफिराले कसरी छल गरिकन मण्डलीलाई धोका दिने प्रयास गरेको थियो, अनि यो छल गर्नु भनेको चाहिँ परमेश्वरलाई नै धोका दिनु हो। बाइबल स्पष्ट रूपमा चेतावनी दिन्छ कि चोरहरू र लोभीहरू परमेश्वरको राज्यको हकदार हुने छैनन्, जुन कुरा हामीले पहिलो कोरिन्थी 6:10 पाउन सक्दछौँ। पाँचौं नम्बरमा छ, रुपियाँ पैसाको मोह विरुद्ध चेतावनी। पहिलो तिमोथी 6:9-10 चेतावनी दिन्छ कि धनी हुने इच्छा गर्नेहरू परीक्षामा पर्छन्, पासोमा फस्छन् र धेरै अर्थहीन र दुःखदायी इच्छाहरूमा डुब्छन्, जसले मानिसहरूलाई बर्बादी र सर्वनाशमा डुबाउँछन्। अब प्रश्न आउँदछ, रुपियाँ पैसाको प्रलोभनबाट कसरी बस्ने वा कसरी जवाफदेहिता बन्ने? पहिलो नम्बरमा छ, रुपियाँ पैसाप्रति इमान्दार रहनु पर्दछ। प्रेरित पावलले यसरी भन्दछ, हाम्रो सेवामा दोष नभेटोस् भनेर हामी कसैको मार्गमा बाधाको कारण राख्दैनौँ। दोस्रो कोरिन्थी 6:3। दोस्रो नम्बरमा छ, भण्डारीपन र जवाफदेहिताको सिद्धान्त। थोरैमा विश्वास योग्यता हुनु। लुका 16:10 हामीलाई स्पष्ट रूपमा यो भन्दछ कि थोरै पैसासँग बेमानी गर्नुले धेरै आत्मिकी मामिलाहरूमा अधार्मिकतालाई जनाउँछ भनेर प्रकाश पार्दछ। चर्च अथवा सेवकाई गर्ने सेवक सेविकाहरूले पैसालाई कुनै पनि आरोपको विरुद्धमा बचाउ योग्य तरिकाले ह्यान्डल गर्नुपर्छ, जसमा पारदर्शी, इमान्दार र जवाफदेही अभ्यासहरू आवश्यक पर्दछ, जुन कुरा हामीले दोस्रो कोरिन्थी 8:21 पनि पाउन सक्दछौँ। तेस्रो नम्बरमा छ,
सन्तुष्टिलाई अँगाल्नुहोस्। प्रेरित पावलले विश्वासीहरूलाई सम्झाउँछन् कि सन्तुष्टि सहितको भक्ति ठुलो लाभ हो, जुन कुरा हामीले पहिलो तिमोथी 6:6 पाउन सक्दछौँ। आफ्ना आवश्यकताहरू खाना लुगा घरमा सन्तुष्ट हुनु सिक्नुले निरन्तर बढी प्राप्त गर्ने चाहनालाई बेवास्ता गर्छ। चौथो नम्बरमा छ परमेश्वरलाई प्राथमिकता दिनुहोस्। यीशुले स्पष्ट रूपमा सिकाउनु भयो कि तपाईँले परमेश्वर र पैसा दुवैको सेवा गर्न सक्नुहुन्न, जुन कुरा हामीले मत्ती 6:24 पाउन सक्दछौँ। पाँचौँ नम्बरमा छ परमेश्वरलाई पहिलो स्थानमा राख्नु। जस्तै दशांशको बाइबलीय अनुशासन मार्फत पैसालाई मालिकको सट्टा उपकरणको रूपमा यसको उचित स्थानमा राख्छ। छैटौँ नम्बरमा छ रुपियाँ पैसाको मोहबाट टाढा रहनुहोस्। पहिलो तिमोथी 6:10 चेतावनी दिन्छ कि किनभने रुपियाँ पैसाको मोह नै सबै किसिमको खराबीको जड हो। बाइबलीय औषधि भनेको लोभबाट सक्रिय रूपमा भाग्नु र यसको सट्टा धार्मिकता, विश्वास र प्रेमको पछि लाग्नु हो। सातौँ नम्बरमा छ उदारतापूर्वक दिनुहोस्। उदारता लोभको लागि अन्तिम उपाय हो। बाइबलले सिकाउँछ कि लिनुभन्दा दिनु धेरै असल हो, जुन कुरा हामीले प्रेरित 20:35 पाउन सक्दछौँ। आफ्नो स्रोतहरू बाँड्दा तपाईँको हृदयमा पैसाको पकड तोडिन्छ। आठौँ नम्बरमा छ बुद्धिमानी सल्लाह खोज्नुहोस्। हितोपदेश 11:14 भन्दछ, जहाँ मार्गदर्शन हुँदैन त्यहाँ मानिसहरू पतन हुन्छन्, तर सल्लाहकारहरूको प्रशस्ततामा सुरक्षा हुन्छ। एक्लोपनमा ठुलो आर्थिक वा जीवनका निर्णयहरू नगर्नुहोस्। आफ्नो योजनाहरू विश्वसनीय सल्लाहकार वा अगुवा कहाँ ल्याउनुहोस्। 9 नम्बरमा छ पारदर्शिता अभ्यास गर्नुहोस्। रुपियाँ पैसाको मामिलामा तपाईँ र म जहिले पनि खुल्ला रूपमा अर्थात् पारदर्शिता अथवा ट्रान्सपरेन्सी हामीमा हुनु पर्दछ। यदि हामीले गोप्य रूपमा एकदमै अरूले थाहा नपाउने गरिकन हामीले भ्रष्टाचार गरेका छौँ भने, हामीले चोरेका छौँ भने, मानिसले नदेखे पनि परमेश्वरले चाहिँ देखिराख्नुहुन्छ। अनि जब हामीले गोप्य रूपमा यस्तो कार्यहरू गर्छौँ भने यसले चाहिँ हामीलाई पछि लासमा पार्नेछ। परमेश्वर नै हाम्रो प्रबन्धक हुनुहुन्छ। उहाँमाथि विश्वास गर्ने तपाईँ र मेरो लागि परमेश्वरले नै प्रबन्ध गर्नुहुन्छ। घाँस बाँस कपास अन्य थोकहरू यो जानिकन हामीले परमेश्वरमाथि नै विश्वास भरोसा गर्नु पर्दछ। तर हामीले गोप्य रूपमा चोरी भ्रष्टाचार पैसाको मामलामा हामी इमान्दार भएनौँ भने मानिसले नदेखे पनि परमेश्वरले देख्नुहुन्छ र परमेश्वरले त्यसको एक एक गरिकन हिसाब लिनुहुनेछ। 11औं नम्बरमा छ पीडितहरूको समयलाई नजरअन्दाज नगर्नुहोस्। पीडितहरूको समयमा आर्थिक मामलामा शून्य सहनशीलता अर्थात् जिरो टोलरेन्स थियो। विश्वासीहरूको सम्पत्ति साझा थियो। तिनीहरूको हृदय एकै किसिमका थिए। धन सम्पत्तिको केही थोक या मेरो आफ्नो हो भनी भन्दैन थियो। तिनीहरू एक अर्काप्रति प्रेमको हृदय थियो, डाहको आत्मा थिएन। तिनीहरू मध्ये कसैलाई केही कुराको खाँचो पर्दैन थियो। तिनीहरूले आफ्नो सम्पत्ति र मालमत्ता बेचिकन जसलाई जे कुराको खाँचो पर्थ्यो सबैलाई ती बाँडिदिन्थे। घर घरमा रोटी बाँच्थे र तिनीहरू खुसी र शुद्ध हृदयले मिलिजुली खान्थे। तिनीहरू आर्थिक मामलामा एक अर्कासँग झैझगडा गर्दैनथे, जुन कुरा हामीले प्रेरित 4:32-37 र प्रेरित 2:42-47 पाउन सक्दछौँ। 12 नम्बरमा छ मण्डलीको अनुशासन। मत्ती 18:15-17 स्पष्ट रूपमा यो सिकाउँदछ, यो आज्ञा दिँदछ कि कुनै पनि व्यक्तिले रुपियाँ पैसाको हिनामिना गरेको छ भने त्यो व्यक्तिलाई पहिले निजी रूपमा, त्यसपछि साक्षीहरूसँग र अन्तमा पश्चाताप गर्नलाई चर्चको अगाडि खडा गर्नु पर्दछ, ताकि उसले आइन्दा रुपियाँ पैसाको हिनामिना नगरोस्। र साथसाथै त्यस व्यक्तिलाई फेरि पुनर्स्थापनाको लागि मौका पनि दिनु पर्दछ। केवल सजाय मात्रै होइन, तर त्यस व्यक्तिलाई पश्चाताप गर्न इच्छुक भएमा प्रेमपूर्वक पुनर्स्थापना गर्नु पर्दछ, जुन कुरा हामीले गलाती 6:1, 2 कोरिन्थी 2:5-8 पाउन सक्दछौँ। यो मण्डलीको अनुशासनको कार्यमा यो पनि ध्यान दिनु पर्दछ कि जुन व्यक्तिले पैसाको हिनामिना गरेको छ
त्यस व्यक्तिबाट चाहिँ परिपूर्ति अर्थात् भुक्तानी गरिनु पर्दछ। उसले कति पैसा ती हिनामिना गरेको छ त्यो व्यक्तिबाट चाहिँ लिनु पर्दछ। यदि त्यसो गरेन भने त्यो व्यक्तिले फेरि पनि त्यस्तो कार्य नगर्ला भन्न सकिँदैन। सेवाकाईको नाममा आर्थिक ठगी हुँदा यसले ल्याउने नकारात्मक प्रभावहरू पहिलो नम्बरमा छ मण्डली विभाजन हुन्छन्। आज विश्वभर र नेपाल देशमा पनि मण्डलीहरू विभाजन हुनुको मुख्य कारण नै रुपियाँ पैसाको कारणले गर्दाखेरि हो। बाइबलले पनि स्पष्ट रूपमा भन्दछ सबै खराबीको जड नै रुपियाँ पैसा हो। जुन मण्डलीहरूमा आर्थिक मामिला अर्थात् रुपियाँ पैसाको मामिलामा ट्रान्सपरेन्सी अर्थात् पारदर्शिता छैन भने त्यस मण्डलीहरूमा झै झगडा फुट विभाजन आउने गर्दछन्। एकले अर्कालाई रिस गर्ने, एकले अर्कालाई नराम्रो भन्ने अनि मण्डली नै विभाजन हुने खतरा हुँदछ। अनि त्यति मात्र होइन, मण्डलीभित्र एक अर्काप्रति विद्रोही स्वभावको जन्म हुँदछ र यसले झन् ठुलो मण्डलीलाई हानि हुने काम गर्दछ। गएको वर्ष नेपालमा भदौ 23 र 24 गते के भएको थियो? जेन्जी आन्दोलन भएको थियो। जेन्जी आन्दोलन हुनुको मुख्य कारण के थियो? नेपालमा भइरहेको भ्रष्टाचारहरूलाई निर्मूल गर्नु पर्दछ भनेर उनीहरू माग राखिकन ती जेन्जीहरू आन्दोलन गरेका थिए। तर त्यो आन्दोलनमा के भयो? गोली चल्यो, धेरै कलिला भाइ बहिनीहरूको मृत्यु भयो र 24 गते के भयो? नेपालमा ठुलो विध्वंस भएको थियो। अनि मण्डलीमा पनि यस्तो अवस्था नआउला भन्न सकिँदैन। दोस्रो नम्बरमा छ विश्वासीहरू मण्डलीमा आउँदैनन्, विश्वासीहरू पछि हट्न सक्दछन् र मण्डली वृद्धि हुन सक्दैन। तेस्रो नम्बरमा छ मण्डलीमा दिन प्रतिदिन समस्याहरू आउँदछन्। चौथो नम्बरमा छ मण्डलीको आत्मिक वृद्धि हुँदैन र पाँचौँ अन्तिम नम्बर छ परमेश्वरको उपस्थिति त्यस मण्डलीमा नरहन सक्दछ। प्रियहरू, आजको भिडियो तपाईँलाई कस्तो लाग्यो? आशा गर्दछु तपाईँले केही कुरा सिक्नु भएको छ र आशिषित हुनुभएको छ। आउने दिनहरूमा पनि परमेश्वरको वचन ल्याउने बाचा र प्रतिज्ञा गर्दै म तपाईँको सामने बिदा हुन चाहन्छु। परमेश्वरले तपाईँको जीवनमा प्रशस्त आशिष र अनुग्रह गरून्। जय मसीह।